भेला भइसक्नु भएको छ भने अब हाम्रो कार्यक्रमलाई हामी अगाडि बढाउँछौँ। हामी समय अलिकति आएकै नौडा हामी ढिलो भएको छौँ, तर पनि केही छैन, आज खुसीको दिन र आउनुहोस् हामी यो कार्यक्रमलाई अगाडि बढाउनभन्दा अगाडि हामी प्रार्थना गर्छौँ। त्यस पश्चात उताको भागलाई दुईजना मिडिएटरहरू छन्, यहाँले के कसो गर्ने हो हामी हेर्नेछौँ उहाँको खेललाई, र त्योभन्दा अगाडि आउनुहोस् हामी प्रार्थना गर्छौँ। सर्वशक्तिमान जिउँदो परमेश्वर, तपाईँलाई धन्यवाद आजको यो सुनौलो दिनको लागि। के गर्नु माथि होस् सिधै लैजाउँ होला त्यो त है यसै कारण यो कुर्चाको कहानी यसको प्लान छ, कहाँ जानुपर्ने हो भनेर हामीले जब विश्वास गर्छौँ, हामीले सबैकोमा चित्त बुझ्छ, पछिबाट आशिष हुन्छ र हामीले जति पनि यसरी माग्नेको लागि अनुमति मागिरहेको छौँ। हाम्रो कलेजीले के भन्नुहुनेछ यहीको लागि सोध्दै खोज्दै यसो माग्न पाइन्छ कि कुरा गर्न पाइन्छ? यो सोधी बस्यो भने समय गाह्रो काट्छ होला, अनि त्यसले गर्दाखेरि चाहिँ अब हामी सर्टकटमा कुरा गर्दैछौँ र बर्थडेमा एउटा कुरा गर्छ तम फरिला छुरी हाको अरे गन्ला शाल समान मानरा पनि जोनका याम हो उंगो कोई लिनका है रुमना ता खोतुंगो जेला उमी मुख रेन्संसा पुन्दनका रेन्संसा कर्णनका यो सत्य दुःख खेद्ने अहिले सत्य छौँ नछौँने अत्यन्त ज्ञापन हुनानी ल्याङहरू सिक्ने आतङ्कले सुनको छोरी लिएर हामी यहाँ जोइनको अगाडि दिँदैछु। जोइनले यो कुरोलाई एक्सेप्ट गर्नुहुन्छ कि हेलो अब यहाँ जोइनलाई पनि खडा गरिसकेको छु। हामीले सुनको छुरीहरू लिएर यहाँ जोइनको अगाडि पुर्याइसकेको छ र जोइले मन परेको छोरी चाहिँ यो 3 जनामा हो कि होइन, यो अलिकति उहाँले झन्डै झन्डै मिल्दो रहेछ, तर उहाँहरू चाहिँ हुनुहुन्न। उहाँले भन्नुहुँदैछ अनुहार चाहिँ मिल्दैछ अरे, मन पनि मिल्ने रहेछ अरे, तर फेस चाहिँ मिलेन हो। त्यसले गर्दाखेरि उहाँहरूलाई हामी फेरि पठायौँ र दोस्रो हामी चाँदीको छुरीहरू ल्याउँदैछौँ। यो चाँदीको छोरीहरू हामी त एकजना बोलाएको चाहिँ यहाँ त 5 जना पो आइपुगेछ। आहा, हाम्रो अब जोइनले चाहिँ यो 5 जनालाई कुन चाहिँले चाहिँ रोज्नु भएको छ कि भनेर हामी सोध्न चाहन्छौँ। भन्दै त दुःख लाग्यो, तर उहाँहरूमा कोही उहाँहरू बोल्दै पनि कोही पनि कस्तो राम्रो थियो सुन लिइदिँदा पनि मान्छेले कस्तो सुन प्रश्न गर्छ तर पनि उहाँले चाहिँ सुन पनि रोज्नु भएन, चाँदी लिइदिँदा पनि त्यो पनि रोज्नु भएन। अब कस्तो चाहिँ लिएर आउनु त? अब त्यसो भने हामी
हाम्रो अब हाम्रो यहाँ फुलको चोरीहरू लिएर आएको छु। यहाँहरूले जहिले मन पर्छ कि पर्दैन उहाँले चुनेको यो हो कि होइन अलिकति तपाईँले मैले सबैलाई राम्ररी हेरेँ तर उहाँहरू पनि हुँदैन। अरे यो त्यो पनि होइन फुल त कस्तो राम्रो फुल हुन्छ हामीहरू अगाडिपट्टि पनि सजाइरहेको कस्तो राम्रो देखिरहेको छ तर पनि त्यसले गर्दाखेरि चाहिँ अब त्यो पनि उहाँले होइन भनेर फेरि पठाइदिनु भएको छ। अब लास्टमा चाहिँ हामी फेरि निकैजनाको छ हो हाम्रोमा अझै आउँदैछ निकैजना आउँदैछ अनि तपाईँहरू जहाँ पनि हुन्छ जो सबैजना आइदिनुहोस् कहाँ छ त्यो ग्रुपमा छ कि त्यो ग्रुपहरू आइदिनुहोस् Alam tujuh mereka lata bi kebu duni are kebu are pinka yo निकै जना छ यसको बीचमा बा छ कि तपाईले मन परेको हेरिदिनुहोस् यहाँ बिचैमा हुनुहुन्छ तपाईले यसो हातले अलिकति हुन्छ आहा त्यसो भने अहिले उठेर हो अच्छा ठिकै छ त्यसो भने अरु चाहिँ जानु सक्नुहुनेछ उहाँले मन परेको चाहिँ यता बस्न सक्नुहुनेछ आफा आमासँग र उहाँलाई खुलम यो समाजको बीचमा हामी उठाउने छौं उहाँले यदि आज यो मम्मी उहाँले अब यता केटापाटीले लिएर आएको यो जति पनि यहाँ सार सामानहरू यहाँ हाम्रो माझमा यहाँ पिन्जाइसकेको छ चराइसकेको छ अनि यो कुरोलाई उहाँले यो केटालाई म मन पर्छु अब म उहाँकै चुडामा म जाने छु भनेर उहाँले मनले चिताएर मनले खाएर चाहिँ उहाँले एक्सेप्ट गर्नुहुन्छ भनेदेखि चाहिँ उहाँले यो सार सामान चाहिँ छुइदिनुहोस् भनेर म यहाँ छोरीलाई दिन चाहन्छु र हाम्रो छोरी जान्दैछ र यहाँ उहाँले एक्सेप्ट गर्छ कि गर्दैन हामी जान्दैनौँ तर पनि अब उहाँले यहाँ उभिएर चाहिँ हेर्नुहुन्छ ए छोड्नु पो हेर्नुहोस् त अब उहाँले अब उहाँको श्री पति हुनेलाई एकदमै उहाँले मन परेको रहेछ र उहाँले मनले खाएछ त्यसले गर्दाखेरि उहाँले यो सबै कुरो उहाँले छुइएर आउनुहुँदै पनि एक्सेप्ट छ र यसमा फ्यामिलीले पनि एकदम ताली बजाएर उहाँहरूलाई एकदमै खुसी पार्नु भएको छ र यसलाई यो समयलाई म धेरै नलम्काइकन अब यहाँ प्राप्त जिम्मा दिन चाहन्छु र उहाँ झिसमिसै हेरेर हुनुपर्ने हो खुसी साथ मनाउनु भएको छ त यहाँलाई हामीले सिधै अघि सोधनी सँगसँगै हाम्रो यो नगरिक कार्यक्रम सिधै लगाइहाल्यौँ हामी दयालु छौँ यहाँ फ्यामिली एकदमै दयालु छ सायद यहाँहरू नखाइ आज फास्टिङमा तपाईँहरूको लागि प्रतीक्षा गरिरहेछ तपाईँहरूको लागि मिठो मिठो चिजहरू बनाएर यहाँ पर्खिएको छ र हामी एकछिन सानो हामी ब्रेक लिन्छौँ र यो ब्रेकमा चाहिँ म बिन्ती गर्नु पऱ्यो हाम्रो टेबलहरू खाली छ भने यहाँ हाम्रो अतिथिहरूलाई पहिला हामी चियापानी पिलाएर त्यस पश्चात हामी हाम्रो रिङ सेरोमनी हाम्रो ब्ल्याक हो नो ब्ल्याक टी खानुहोस् फोटो खिच्दैन Count your blessings, they've been won.
your blessings, see what God has done. Count your blessings, name them one by one. Count your many blessings, see what God has मसी सलोम अनि जय मसी छ सबैजनालाई। र हामी अब अगाडिको कार्यक्रममा बढाउँदै गर्दाखेरि म यस समयमा बिन्ती गर्छु वुड बी ब्राइड एन्ड वुड बी ग्रुमलाई दुईजनालाई म अगाडि बोलाउँछु र दुईजना अघि आइदिनुहोस् र यहाँको लागि जग्गा तयार भएको छ। भाइ असित अनि दुईजना। र सर्वप्रथम हामी विशेष परिवारको तर्फबाट उपस्थित दुवै परिवारलाई जयमसी खामरिमो अनि साथै गुड आफ्टरनुन पनि भन्न चाहन्छु। र हामी एउटा शुभ अवसरमा छौँ। विशेष गरी म यहाँ खडा भएको चाहिँ आज तपाईँलाई विशेष मिन्स ग्रुमलाई चिनाउन म यहाँ खडा छु। अनि हुनसक्छ तपाईँ सोच्दै हुनुहुन्छ होला यत्रो झुन्डबाट एउटा सानो केटा कसरी उठेर आयो भनेर है। तर पर्सनली अनि छोरालाई चिन्ने अनि जुन म भन्दै जान्छु है हाम्रो रिलेसन अनि छोरालाई चिन्ने जसले आज गहिरो रूपमा चिनेको छ आज सायद मभन्दा अरू कोही यहाँनिर उपस्थित छैन जस्तो लाग्छ है। अनि म यहाँनिर खडा छु र मेरो नाम चाहिँ मोजेस प्रधान अनि म अहिले डिभिजनल इन्जिनियर पावर डिपार्टमेन्टमा छु। र विशेष छोराको विषयमा भन्नुपर्दा छोरा र मेरो रिलेसन चाहिँ अजबको छ है। म एज अ साइनोमा म मामा पर्छु है। तर छोरा मभन्दा 1 साल ठुलो हो। अनि 1 साल ठुलो प्लस अरू के हो भनेदेखिलाई छोरा चाहिँ हामी सँगै पढेको तर है। अनि यहाँ प्यारेन्ट्सहरू हुनुहुन्छ विशेष परमेश्वरले अति नै प्रेम गर्नुभएर छोराको नाम चाहिँ असित सुब्बा अनि छोरालाई विशेष हाम्रो परिवार सुरेन सुब्बा अनि अरुणा सुब्बा फागोको परिवारमा परमेश्वरले 9 जुन 1989 उहाँको कोखमा दिनुभएको हो। अनि त्यसको बादमा प्यारेन्ट्सले अनि मेरो प्यारेन्ट्सले गरेको राम्रो काम चाहिँ के हो भनेदेखिलाई हामीलाई सन्डे स्कुल पठाउनु। अनि त्यो नै सबसे भन्दा ठुलो कुरा। अनि जब हामी सन्डे स्कुल गयौँ सँगै हामी हुर्क्यौँ अनि सन्डे स्कुल जाँदा चाहिँ परमेश्वरको डर अनि परमेश्वरको भय अनि प्रेममा हुर्कन हामीले सिक्यौँ। अनि त्यसको कारणले होला हामी सँगै पढ्यौँ, हामी इन्जिनियरिङ सँगै गऱ्यौँ। त्यसको बादमा इन्जिनियरिङ सकेपछि हामीले स्ट्रगल सँगै गऱ्यौँ। हामी दिल्ली बसेर वी डिड कोचिङ टुगेदर है। हामी युपिएससी प्रिपरेसन गऱ्यौँ। त्यसको बादमा दामी कुरा चाहिँ स्ट्रगल सँगसँगै गर्दा गर्दै 2018मा हामी एसपिएससी पनि सँगसँगै क्र्याक गऱ्यौँ। सो त्यो गर्दाखेरि हाम्रो दुःख सुखमा भयो हामीले एकअर्कालाई देखेका छौँ, हामी एकअर्कालाई चिनेका छौँ। जब पनि म छोरालाई हेर्छु भने छोराको जो उपलब्धिलाई हेर्छु भने मलाई आफैलाई खुसी लाग्छ। अनि साथसाथै हामी यो परिवार हामी खुसी छौँ। हामी यसरी नयाँ परिवारसँग हामी यसरी जोडिन पाएका छौँ। र छोराको बाबा यहाँ हुनुहुन्छ है, उहाँ सुरेन सुब्बा हुनुहुन्छ। उहाँ सिनियर टेक्निकल अफिसर पिएचसी सोरेङमै हुनुहुन्छ भने अरुणा सुब्बा आमा हुनुहुन्छ। उहाँ एज अ प्राउड बिजनेस वुमन हुनुहुन्छ सोरेङमा है। अनि म यति भन्न चाहन्छु छोरालाई आज अनि परिवारलाई हामीले छोराको सबै स्टेज मैले स्टेज देखेको छु। अनि ऊ एउटा असल छोरा भएको छ है। किनभने मैले अहिलेसम्म घरमा आमा बाबुलाई ठुलो स्वरले कहिले बोलेको मैले सुनेको छैन है। हि इज अ गुड सन त्यो प्रुभ गरिदिनु सक्नुभएको छ। अनि ऊ एउटा असल एम्प्लोइ पनि हुनुहुन्छ। किनभने आज एज अ जुनियर एकाउन्टेन्ट मोटर भेहिकलमा काम गर्दा गर्दै उहाँको लोयल्टी अनि उहाँको वर्कलाई हेरेर अझै एडिसनल उहाँलाई जिल्लामा पनि यसरी बोलाएर एडिसनल कुरा पनि उहाँलाई थपिदिनु भएको छ। यसबाट प्रुभ हुन्छ इज अ गुड गभर्मेन्ट एम्प्लोइ भनेको होइन। त्योभन्दा पनि इम्पोर्टेन्ट चाहिँ इज अ गुड गड फियरिङ म्यान है। अनि किनभने आज हामी सँगसँगै हामी संसारको काम त छँदैछ, द्याट इज सेकेन्डरी। तर हामी फर्स्ट प्रायोरिटी चाहिँ हामी परमेश्वरको कामलाई दिन्छौँ। अनि हामी चाहिँ सँगसँगै अहिले हामी मिनिस्ट्रीमा पनि छौँ। अनि हामी सँगसँगै वेस्ट प्रेसबिटेरी युथ फेलोसिपमा हामी लिड गर्छौँ। म एज अ प्रेसिडेन्ट छु अनि ट्रेजरर छ भने अहिले हामी सोरेङ प्रेसबिटेरीको युथहरूलाई अगाडि बढाउने काममा, युथलाई मोटिभेट गर्ने काममा बिब्लिकल्ली प्लस सबै कुरामा एजुकेसनमा होस्,
सबै कुरामा हामी यसरी अघि बढिरहेका छौँ र हामी यसरी तार्गेन फ्यामिलीसँग जोड्न पाउँदा एकदम खुसी छौँ र हामी आशा गर्छौँ अनि हामी यो वचन पनि दिन्छौँ आज हामी नयाँ बुहारीलाई है हुनेवाला हामी खुसी राख्नेछौँ अनि दुःखमा होस् सुखमा होस् हामी परिवार एक हुनेछौँ अनि यही वचन दिँदै म यो सानो छोराको विषयमा यही राख्न चाहन्छु। थ्याङ्क यू। हाम्रो मजेस भाइलाई धन्यवाद र फेरि पनि अब हाम्रो रुम्चोक बहिनीको पक्षबाट चाहिँ उहाँको अकु आउँदै हुनुहुन्छ। सबैलाई क्रिस्टको नाममा जय मसी मसी सुनौँ हाम्रो म अनि हाम्रो नयाँ परिवार हामी जोसँग हामी सम्बन्ध गाँसिरहेको छौँ उहाँलाई हाम्रोबाट सेवा र म यहाँ खडा भएको कारण चाहिँ अब छोरीको बारेमा मलाई के एक शब्द राखिदिनु भनेर म यहाँ उभिएको छु र हामी ढुक्कै भयो अहिले यहाँले भनिसक्नुभयो छोरा कस्तो थियो अनि हामीलाई अलिकति एक प्रकारको अब छोरीबाटी भएर चाहिँ हामीलाई त्यो चाहिँ हुन्छै हुन्छ हामीलाई तर अहिले यहाँ सरले बताएअनुसार हामी अब ढुक्कै छौँ है र मैले जतिजनाबाट पनि सुने अब हाम्रो हुड्बी मियोक भन्छ हामी उहाँ चाहिँ एकदमै प्रभुमा राम्रो छ यो चाहिँ यति चाहिँ हाम्रो लागि काफी हो र अब म मेरो छोरीको बाटी भन्नु जाँदाखेरि सर्वप्रथम आदरणीय गुरुजन पास्टरहरूको आमा ठुलो बडा हकुहरू हुनुहुन्छ दाजुको भाउजूको सन्तानहरूमा तपाईँको सबैको अनुभूति लिँदै म एक दुई कुरा हाम्रो छोरी चाहिँ कस्तो छ भनेर म भन्नु लगिरहेको छु। हाम्रो छोरीको नामबाट स्टार्ट गर्नु म हाम्रो छोरीको नाम चाहिँ हाम्रो सबभन्दा ठुलो दिदी छोरीमित दिदी हाम्रो सेकेन्ड प्यारेन्ट्स पनि हो बाउ आमाको बादमा चाहिँ हाम्रो दिदी हुनुहुन्छ उहाँले राख्नुभएको नाम उहाँ उसको नाम चाहिँ छ आर्यमजुक। आर्यमजुक मिन्स एक्सिलेन्ट वर्क र यसलाई चाहिँ ए साइलेन्स गरेर चाहिँ ह्युमजुक राम्रो गर्ने भनेर हामीले नाम उहाँलाई नामकरण दिएको छौँ नानीलाई र उहाँको बारेमा अब हामी फ्यामिलीलाई त सबैलाई यादै छ है ऊ कस्तो छ उसको पोजिटिभ त एकदम बेसी छ अब नेगेटिभ चाहिँ म देख्दिनँ अब म एउटा काका भएको कारणले गर्दा पनि मलाई त्यो फिल हुँदैछ है उहाँ छोरीको जीवन देखेर हामी खुसी छौँ। उहाँ चाहिँ कस्तो छ भने एकदमै हेल्पफुल खालको है कुनै घरमा गयो भने ऊ पहिला किचनमा बसिहाल्छ हेल्प गर्नु माया गर्ने उसकोमा त्यो क्वालिटी छ। हामी वी आर प्राउड अफ आवर डटर हामी एकदमै खुसी छौँ हामी यस्तो छोरी पाएको छौँ र उसको विषयमा भन्दाखेरि चाहिँ एकदमै असल छोरी हामी तपाईँलाई हामी दिनु गइरहेको छौँ। हामी अहिले जस्तो खुसी छौँ यो खुसी सदाभरको लागि होस् हामी त्यही चाहन्छौँ। बादमा त्यो कुरो मिठो कुरो तितो गरेर चाहिँ नजाओस् भन्ने हामी चाहना तपाईँहरूबाट गर्न चाहन्छौँ। र छोरीको बारेमा भन्दाखेरि छोरी चाहिँ एसटिएनएम हस्पिटलमा एउटा माइक्रोबायोलोजिस्टको पदमा काम गरिरहेको छ। म अलिकति भन्नु पऱ्यो किनभने हाम्रै फ्यामिलीमा त्यो नानी के गर्दैछ कतिजनालाई अब टाढो नजिकबाट आउनु भएको छ कतिजनालाई याद पनि छैन होला। हाम्रो छोरी चाहिँ उहाँले चाहिँ बिएससी एमएलटी चाहिँ दिल्लीबाट गर्यो। अलिकति म उसको क्वालिफिकेसन पनि भनिदिइहाल्नु पऱ्यो त्यो अन्यथा नलेज चाहिँ मैले मेरो छोरीलाई सर्काउनु खोजेको त होइन तपाईँलाई जानकारी। अनि उसले एमएससी चाहिँ मास्टर इन माइक्रोबायोलोजीमा गरेको छ अनि एउटा लास्ट उसको रहेको छ त्यो हामी चाहन्छौँ कि हाम्रो चाहना उसले माइक्रोबायोलोजीमै पिएचडी गर्दैछ अबाउट टु फिनिस र त्यो कुरो पनि हामी छोरीबाट चाहन्छौँ कि उसले त्यो कुरोहरू कम्प्लिट भएको होस् है र एकदमै राम्रो छोरी छ। अरू सबै म जति भन्नु थियो भनिहालेँ सबैलाई धन्यवाद मेरो कुरा सुनिदिनु भएको लागि र सबैजना तपाईँ टाढा जुन हाम्रो प्रियहरू आएको छ उहाँलाई हामी अन बिहाफ अफ माझलबम फ्यामिली सबैलाई थ्याङ्क यू दिन्छु। थ्याङ्क यू।
असित सुब्बा के तिमी रुम्चुक तार्गेनलाई आफ्नो राजी खुसी साथ विवाह गर्ने उद्देश्यले अहिले मग्नी गर्न चाहेको हो? के तिमीले यो मग्नीको प्रस्ताव कसैको करकापमा र डरमा होइन तर आफ्नै स्वतन्त्र इच्छामा राखेको हो? रुम्चुक तार्गेन, के तिमी असित सुब्बाले विवाह गर्नु उद्देश्यले आज तिमी कहाँ मग्नीको प्रस्तावना राख्दैछन्? के तिमी यो मग्नीको प्रस्तावनालाई स्वीकार गर्छौ? अर्को प्रश्न, रुम्चुक तार्गेन, यो प्रस्तावना जो अहिले मैले गरे कसैको करकाप वा डरमा होइन तर मेरो आफ्नै स्वतन्त्र इच्छामा ग्रहण गरेकी छु भनी स्वीकार गर्छौ? दुलहाको चेलीले आफ्नै हुनेवाला भाउजू भनौँ उहाँलाई यो सामित्री दाहिने हातको साइले औँलीमा, देब्रे हातमा होइन है ल, देब्रे हातमा गऱ्यो भने त काम खरिन्छ, दाहिने हातको साइले औँलीमा लगाइदिन ल। तपाईँलाई हाम्रा माइतीले मात्र रुचाएका होइनन्, हामी परिवारले पनि रुचाएका छौँ र यहाँलाई स्वागत गर्छौँ। पहिलो कुरिन्थी 13:1, यदि म मानिसहरू र स्वर्गदूतहरूको भाषा बोले तरै पनि ममा प्रेम छैन भने म हल्ला र फोस्रो आवाज गर्ने घण्टा कि झ्याली मात्र हुन्छु। दोस्रो पद, यदि मलाई अगमबानी बोल्ने शक्तिको वरदान छ र म सबै रहस्यहरू र सबै विद्या जान्दछु औ डाँडाहरू हटाउनसम्मको विश्वास मसित छ तर ममा प्रेम छैन, तर ममा प्रेम चाहिँ छैन भने म केही पनि होइन। यहाँ वुड-बी ज्वाइँलाई चाहिँ लेप्चा ड्रेस लगाएर र फ्यामिलीको मेम्बरको रूपमा यहाँले स्वीकार्दै हुनुहुन्छ। भाइ अस्ति कन्भर्ट भएको जस्तो छ। धन्यवाद चढाउँदै र अब अन्तिम हामी बेनेडिक्सन गर्दै गर्दा म रिक्वेस्ट गर्छु हामी सबैजना खडा हुनेछौँ। हामी आशीर्वादको ग्रहण गर्नेछौँ। परमेश्वरको शान्तिले जो हाम्रो समशक्तिभन्दा उच्च छ, यसैले हाम्रो हृदय र मनका विचार भावनाहरूलाई ख्रीष्ट येशूमा रक्षा गरून्। सर्वशक्तिमान परमेश्वर पिता, पुत्र, प्रभु येशू मसीहको अनुग्रह, परमेश्वरताको प्रेम, पवित्र आत्माको सङ्गति, शान्ति अनि सहभागिता हामी सबै तपाईँको आगमन प्रिय मान्नेहरू यस विश्वभरि छौँ, हामी सबैजनाको साथमा आजदेखिको सदा सर्वदा भइरहन्। आमेन।